एभ्रिवान, नमस्ते सबैजनालाई। हजुरहरु स्वागत छ शान्ति गुरुङ युट्युब च्यानलमा। न्यू डे न्यू ब्लगको साथमा चाहिँ म आइसकेको छु साथीहरु। अनि आज चाहिँ हाम्रोतिर एकदम घाम लागेको छ हैन, टक्क घाम लागेको छ अनि एकदम न्यानो भइरहेको छ। अनि साथीहरु, नि आज चाहिँ मेरो काम चाहिँ के छ भने हाम्रोतिर यतातिर चाहिँ कोदो पाकिसक्यो, मासहरु पाकिसक्यो हैन। अनि अब मासहरु उस गर्नको लागि कोदोलाई कोदो चाहिँ त्यो झार्नको लागि चाहिँ अनि उस बनाउनु पर्छ नि त। अनि म चाहिँ आज चाहिँ टक्क अब लिप्नु पर्यो भनेर चाहिँ यहाँ चाहिँ मैले चाहिँ माटो हालिसकेको छु। अनि यहाँ चाहिँ म लिप्छु। यहाँ हामीले 2 दिन भयो लिपेको, आज लिप्यो भने 3 दिन हुन्छ। यहाँ मैले माटो हालिसके अनि यहाँ मैले बढारिसके साथीहरु। अनि म चाहिँ गोबर लिन जान बाँकी छ। अब गोबर लिन जान्छु। गोबर ल्याएर फेरि यहाँ एकदम हैन मुछेर चाहिँ लिप्छु। म चाहिँ केमा ल्याउने र गोबर, यसमा चाहिँ ल्याउनु पर्यो गोबर। ल म चाहिँ गोबर लिन जाँदैछु। अनि गोबर र माटो मिलाएर चाहिँ लिप्नु पर्छ नि त। ल म चाहिँ गोबर लिन जाँदैछु साथीहरु। फाइनली साथीहरु, मैले चाहिँ यहाँ गोबर पनि ल्याएँ। यहाँ हेर्न सक्नुहुन्छ हजुरहरुले। अनि यहाँ माटो भइहाल्यो। म यसमा चाहिँ पानी हाल्छु। पानी भोलिपछि मिलेर फाइनली साथीहरु, मैले चाहिँ लिप्न भ्याइसक्यो।
अनि लिपेपछि चाहिँ कति राम्रो देखेको कि हेर्न सक्नुहुन्छ हजुरहरूले पछाडि कति राम्रो देखेको छ